यहाँ छ एउटा बाघ देख्न सक्नुहुनेछ तपाईहरुले म यसरी झुन्डिएर चाहिँ भिरबाट माथि निस्किने प्रयास गर्दैछु। यस्तो उइमा भिर छ ए बोका अहिले यस्तो। हेलो एन्ड वेलकम गाइज, स्वागत छ तपाईहरु सबैलाई आजको यस मेरो नयाँ भिडियोमा। सो आजको भिडियोमा चाहिँ म धेरै पछि जंगलमा बाख्रा चराउन जाँदैछु। यो मेरो साथी अब यसलाई गरेर बाख्रा खोएर जानुपर्ने भयो। हाम्रो बाख्राहरु है यतै हाम्रो यो बोको ए बोका। सो आजको भिडियो चाहिँ एकदम बबल हुनेवाला छ किनकि म चाहिँ नयाँ ठाउँमा बाख्रा चराउन लाग्दैछु। सो अन्तिमसम्म हेरेर साथ दिनु होला सबैजनाले। हाम्रो बाख्राहरु निस्किसक्यो है। आइज आज चाहिँ म बाख्रा चराउन 3-4 जनासँग जानेवाला छु। म चाहिँ एकदम रेडी भएर हिँडिसकेको छु र मेरो साइडमा हुनुहुन्छ ठुलो मम्मी अनि आन्टी पनि आउँदै हुनुहुन्छ। सो गाइज यता चाहिँ हामी जंगलमा पुगिसकेका छौं। बाख्रा चराउन जंगलमा पुगिसकेका छौं। बाख्राहरु चाहिँ पुरै जंगल भित्र छिरिसकेका छन्। केही बाख्रा माथि हुन्छ केही बाख्रा यताबाट गइरहेका छन् भने केही बाख्रा यहाँबाट गइरहेका छन् र केही बाख्रा चाहिँ यतै छन्। म चाहिँ यहाँ सुतिरहेको छु। सो यता चाहिँ हाम्रो यो रुख चाहिँ हैन पुरै खतरा दामी छ हैन रुख। यता यो रुख चाहिँ क्या दामी छ हैन, ठुलो छ, टक्क छाया बनाए शीतल छाया। म चाहिँ अहिले ढुङ्गामा छु। म चाहिँ अहिले बाख्रा हेरिरहेको छु। यही छ एउटा बाख्रो अनि यहाँ तल गइरहेको छन् यहाँ खोलामा। कोही यही छन् यतै। म चाहिँ अब यहाँ तल गइरहेको छन् बाख्राहरु। म चाहिँ अब चिल पारामा शीतल ताप्दै मस्त बसिरहेको छु गाइज। सो यता चाहिँ यस्तो छ। अब यहाँ चाहिँ पुरै खोला हो। अब खोलाभन्दा उतापट्टि गयो भने बाख्रा सायद जस्तो लागिरहेको छ। अब हेर्न जानुपर्छ बाख्रालाई। सो गाइज ऐसिलु पाकिरहेको छ। म चाहिँ ऐसिलु खाँदै बाख्रा हेर्दैछु। यहाँ ऐसिलु पाकिरहेको छ। यहाँ चाहिँ यो कुयासीको फुल फुलिरहेको छ। म चाहिँ मस्त खाइरहेको छु। ऐसिलु खान क्या मिठो छ। ऐसिलु चाहिँ एकदम गुलियो मिठो। ऐसिलु खाँदै जंगल को रमाइलो हैन। जंगलमा क्या रमाइलो लाग्छ। यस्तो छ माथि मियाजा बार्खा चाहिँ ठाउँमा गइरहेछन्। आइज ओइ याछन् कुनै तल छन्। मियो आमिया ओइ तल कस्तो उ भयो यार बाख्रो। लास्टै अप्ठ्यारो छ बाटो चाहिँ। यो बाटोमा चाहिँ कुदै गर्नुपर्ने हुन्छ हामीले हैन। सो यता चाहिँ म फर्स्ट टाइम आएको, एकदम अप्ठ्यारो रहेछ बाटो। त्यो बाटोमा हिँड्नुपर्छ। यस्तो उइमा ल भाइ कस्तो चिप्लो रहेछ बाटो त। धन्न यहाँ यस्तो ठाउँमा खसेन यार। म बचेमा आएछन् माथि समाएर बचेको माछाला। कस्तो यस्तो बाटो छ। ल यस्तोमा रोकिनुपर्छ। कन्ट्रोल। यतापट्टिको बाटो हैन एकदम डेन्जर छ हैन। पुरै भिरमा हिँड्नु पर्ने। अनि त्यस्तै माथि फेरि बाख्राहरु हराएर पुरै यस्तो गाह्रो भयो हैन। अनि म चाहिँ एकदम हिँडिरहेको थिएँ हैन। कतिखेर खुट्टामा चोट लाग्ने अनि फेरि त्यहाँ आल्दो हुन्थ्यो, त्यो आल्दोले चिल्ने भइरहेको थियो। सो बाख्राहरुलाई मैले भेट्नै सकेको छैन किनभने तिनीहरु सिधै कहाँ टाप भयो। यस्तो बाटो अगाडि कुदिरहेको छु गाइज। मैले चाहिँ बाख्रा भेटेकै छैन। सो कता
यति छन् कि बाख्राहरू यति छन् कि यहाँ पाइलाहरू त छ यहाँबाटै गएको पाइलाहरू त छ अनि घाँसहरू यस्तो डेन्जर छ चर्न छोडेर यताउता हिँडिरहेको कि बाख्राहरू सो गाइज गाह्रो छ बाख्रा हेर्न पनि सजिलो छैन हो गाइज गाह्रो छ कस्तो फेरि यो उकालै जानु छ पछि फेरि यस्तो छ बाटो कसरी छिर्ने यहाँ कसरी छिर्ने यताउता त्यो उसले अब ल यहाँ कसरी छिर्ने त्यही माथि आल्दो यहाँ यो चाहिँ कालिज सायद कालिज बसेको थियो होला यहाँ कालिजको पाइलाहरू छ पगर पनि छ कस्तो ठोकिन्छ क्या यहाँ पुरै गाह्रो छ खुट्टामा होइन यहाँ चोट लागेर पुरै ब्लडै आइसकेछ माटोले कस्तो कालो भएको खुट्टाहरू पुरै ब्लडै आयो यहाँ काटियो रहेछ सानो काटियो रहेछ तर ब्लड आयो के गर्ने गाह्रो छ आफूले नचिनेको वन होइन पुरै बाख्राहरू हराएर कहाँ गए अब त्यो कहीँ भेटेन फेरि यति खोजे 1 घन्टा भइहाल्यो बाख्रा हराएको कहाँ जाने के गर्ने थाहै छैन होइन नचिनेको ठाउँमा यहाँ छैन नि त ल हो यहीँ छन् यहीँ उतापट्टि खडाखुडुक गरिरहनु खै यहाँबाट जान्न खै बाटो अप्ठ्यारो छ एकदमै बाटो चाहिँ एकदम गाह्रो छ यता चाहिँ भिर पाखा अनि यताउता भएको हुनाले चाहिँ धेरै गाह्रो छ त्यही भएर चाहिँ अलि सावधान हुनुपर्छ त्यस्तै हो गाइज दुःख चाहिँ एकदम गर्नुपर्छ दुःख नगरी केही कुरा पनि पाइन्न ठिक छ त्यही हो सो दुःख गरेर भिडियो बनाइरहेको छु दुःख गरिरहेको छु जो सबजनाले सपोर्ट गरिदिनु होला साथ दिनु होला अहिलेसम्म साथ दिनुभएकै छ अझै पनि साथ दिनु होला भन्न चाहन्छु सो त्यही हो अब जस म फेरि अब एकछिन यसो भिडियो बनाउन थालेँ यता गर्न थाल्यो भने हराइहाल्छ कि बाख्राहरू कुदै कहाँ कुद्छ त्यही भएर अलिकति त्यस्तै भइरहेछ फेरि मोबाइल पनि साथ दिइरहेन चार्ज छैन चार्ज लगाउन गाउँ जानुपर्छ यहाँबाट फेरि घर जानुपर्छ एक दिन त्यस्तै हो ठिक छ सो गाइज मैले चाहिँ यहाँ काफल भेटिसकेको छु यहाँ काफलहरू रहेछ अनि त्यहाँ काफलहरू यहाँ यो साइडमा काफलहरू टन्नै रहेछ सो म चाहिँ काफल खाँदैछु काफल खाँदै टक्क होइन बसिरहेको छु म चाहिँ काफल चाहिँ ठ्याक्कै कस्तो हुन्छ भने यो अलि सानो छ ठुलो पनि हुन्छ स्ट्रबेरी अनि काफल यो काफल र स्ट्रबेरी सेम केही फरक छैन स्ट्रबेरी जस्तै छ र स्ट्रबेरी जस्तो पनि छ र सेम स्वाद पनि त्यही हो हामी काफल भन्छौँ अब जुस सहरतिर स्ट्रबेरी भनेर बेच्छन् सेम मलाई त्यस्तै लाग्छ यो वनमा हुने भएको हुनाले होला त्यो अब घरमा लगाउने भएको हुनाले होला सबै यसको बोटहरूदेखि स्वाददेखि यो फल सब स्ट्रबेरी यो पनि स्ट्रबेरी नै हो तर जङ्गलमा पाइने भएको हुनाले अथवा हाम्रोतिर यसलाई काफल भन्छौँ हामी स्ट्रबेरी भन्दा एकदम झक्कास स्ट्रबेरी भन्दा एकदम खतरा छ त्यो गाइज त्यो हेर्दा यस्तो छ जङ्गलहरू चाहिँ यस्तो छ यहाँ पछि पुरै कुयासी फुल फुल्याएको छ यहाँबाट अब ठाड्डै उकालो माथि जानुपर्ने छ यसो छ गाइज अवस्था सो अहिले चाहिँ म आइसकेको छु यहाँ आइसकेको भन्दा नि मेला आएर म फर्किसकेको छु अब जस बाख्राहरूलाई लगेर जानुपर्ने हुन्छ यहाँ माथिबाट मैले फर्काइसकेको छु बाख्राहरूलाई तलबाट चाहिँ फर्किसकेँ माथि गएर फर्काउनुपर्छ अनि त्यहाँबाट उता लगेर खोलाबाट माथि लग्नुपर्छ सो त्यहाँ खोलामा अरू बाख्राहरू आइरहेको छन् त्यही भएर गाइज म चाहिँ उकालो बाटो हुँदै हिँड्नुपर्ने हुन्छ ओइ फर्का ओइ आइज फर्का ओइ बाटो पनि यस्तो गरेर
ओइ जा ओइ फर्किँदै फर्किन्न बाख्रा त भनेकै मान्दैन अलिक खाली खाली ठाउँ भेट्यो यहाँ उता पनि रहेछ ऊ त्यहाँ पनि घर रहेछन् ऊ डाँडा टक्क सेट उकालै लास्ट खुट्टा थाकिसक्यो गाइस के गर्ने खुट्टा थाकिसक्यो उकालो यो बाख्राहरू त भनेकै मान्दैन ओए जा फर्क ओए सो म चाहिँ यस्तो जङ्गलमा आएर काफल खाइरहेको छु के अरे ऐसलु खाइरहेको छु म चाहिँ पुरै ऐसेलु छ म खाँदैछु यस्तो रातो भइसक्यो सो मलाई चाहिँ यो जङ्गल एकदम मन पर्यो किनभने मैले चाहिँ काफल र ऐसिल चाहिँ यति खान पाएँ नि यति खान पाएँ आज त मलाई भोकै लागेन भने सो बाख्राहरू आएर यहाँ तनाव भएको छ बाख्राले चाहिँ दुःख दिइरहेछन् लास्टै दुःख दिइरहेछ एउटा बाख्राले एउटा मेरो पछि हिँडिरहेछ एउटा सानो बच्चा त्यसको आमा चाहिँ उहाँ भागिसक्यो अरू चाहिँ उता गए त्यतिकै बाटो हेर्नु न बाटो यस्तो छ्याउमा आएको छ फेरि आँखामा खोपिन्छ यहाँ यताउता मागेको छ यस्तो त फर्स्ट टाइम आउने मान्छे त मागेको छ सक्दैन ऊ यहाँ बसिरहेछ ए आइज ऊ त्यहाँ छ एउटा त्यहाँ छ अब त्यो मेरो पछि हिँड्छ त्यो ऊ यहाँ छ त्यसको आमामा कसम माथि त्यहाँ गइरह यस्तो रिसिरहेको त्यसले अब ऊ त्यो अरू बाख्राहरू सबै उता छ उता डाँडाभन्दा उता छ अरू यता यो भागिरह ऊ अहिले माथि त्यहाँ निस्क्यो ऊ त्यहाँ निस्क्यो आइज आइज ऊ यहाँ आयो यस्तो तनाव बनायो म पसिना निकालिरहेको छु पसिना आइसक्यो यार अलि अगाडि गयो भने चाहिँ पछाडि त्यो आइज ओइ आइज कहाँ गयो फेरि मासल्ला ए यताबाट आइज आत्थामा कसम यो मुझे आल्दोले चिल्यो आल्दोले हाने यहाँबाट फेरि यहीबाट छिर्यो हो अब कहाँ छिर्यो यसको आमा यस्तो हरामी रहेछ यस्तो रुखमाथि बसेर टक्क भिडियो बनाइरहेको छु यहाँ यस्तो छ तल अवस्था यस्तो छ अहिलेको ऊ त्यहाँ चाहिँ असुर खान जानु पर्ला बाख्राहरूले लगेर यस्तो छ अवस्था अहिले मेरो म चाहिँ रुखमा बाख्राहरूलाई हेर्नको लागि रुखमा चढेको थिएँ गाइज यहाँ चाहिँ पुरै उकालो यहाँ चाहिँ यस्तो छ पुरै अप्ठ्यारो बाटो अब यो बाटोमा जानुपर्ने हुन्छ हामीले मैले के हुन्छ यहाँ आल्दोले चिन्छ ए आ यार आ न यार आ आज कहाँ छ गयो यो यार आ हो हेर्न यो कस्तो बाख्राहरूले खोजेर म चाहिँ धेरै टाढा पुगिरहेछु उहाँ माथि जानु छ मैले म चाहिँ यो वनमा फर्स्ट टाइम भएको हुनाले मलाई चाहिँ बाटो राम्रोसँग थाहा थिएन त्यही भएर मैले चाहिँ जताबाट हुन्छ त्यताबाट माथि पुग्ने प्रयास गरेँ र यस्तो भिरको बाटोमा हिँड्ने प्रयास गरेँ र वान मिस क्याम्प फिनिस टाइपको छ बाटो चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो पुरै भिड छ यहाँ तलदेखि हेर्न सक्नुहुन्छ हेर्नुहोस् है यस्तो पुरै ठाडो भिड छ यो चाहिँ खोला रहेछ जस बर्खाको समयमा पानी आउने खोला रहेछ है अझै पनि हेर्नु यति माथिदेखि छ अझै यहाँभन्दा माथि चाहिँ अझै डेन्जर भिडहरू आउन बाँकी नै छ अझै मिया फेरि यहाँ भिड आयो अर्को भिड यो भिडबाट माथि डाँडा जान्छ ऊ यो बाघलाई लिएर
यहाँ छ एउटा बाघ। ओए बाघ आइज। ओ बाबे अझ उता बाइक एकछिन नोट आएको म ल्याउँदैछु भने ओए उभोहरू के उभो नि तिम्रो उभो हप्पिडो बाटो छ बाटो उभोहरू भन्दैछौ ओए फेरि के तँ उदो जाऊ म पुरै बाटो पुरै अप्ठ्यारो छ। एकदम भिरै भिर र उकालो उकालो पुरै यहाँ चाहिँ बार्खै जान सकेन। त्यही भएर चाहिँ त्यसलाई चाहिँ म ब्याग ल्याउँछु अनि त्यसलाई चाहिँ यता राखेर अनि म चाहिँ जाने प्रयास गर्नेछु। सो यस्तो खतरा छ, डेन्जर छ भिड चाहिँ। भाउ तँ कहाँ छ ए पाठान डाकै त्यो तलबाटै आउने अरे त्यहाँ पोरी कहाँपट्टि डाक तलबाट आयो नै म उँभो पठाएँ उतो मात्रै ढुक्दैन त उतो फटाल त हरामी रहेछ हरामी चाहिँ म कस्तो देख्न सक्नुहुन्छ अघि यो भिड कटेर फेरि अर्को भिडमा आइसकेको छु र यो भिडमा चाहिँ यस्तो डेन्जर अवस्था छ मेरो। देख्न सक्नुहुन्छ यहाँ पुरै झुन्डिएर होइन झुन्डिँदै आइरहेको छु म। यहाँ पनि यस्तो गाह्रो भइरहेछ आउनुलाई। फेरि त्यहाँ पनि 1 मिस गेम फिनिस माथि हात चिप्लियो भने गयो। फेरि त्यही माथि एउटा हातमा मोबाइल छ भिडियो बनाएको। यस्तो अप्ठ्यारो बाटोमा पुरै कस्तो भिड छ, भिडमा उभिरहेको छु। अलिकति खुट्टा अड्डाउने ठाउँमा उभिरहेको छु। यस्तो छ पुरै जानै नसकिने बल्ल बल्ल। कस्तो कहाँबाट कहाँ टिप्ने ठाउँ पनि छैन फेरि माथि डाँडामा ओ बल्ल एक खुट्टीले झऱ्यो है। यस्तो छ यहाँको यस्तो छ अवस्था। यहाँबाट तलबाट डाइरेक्ट माथि यहाँ यस्तो भएछ माटो लागेको रहेछ गाह्रो छ अवस्था। गुलाबै भनौँ वनको गुलाब भनौँ वनको पियासी हो सेम गुलाब जस्तै स्मेल आइरहेछ। वाह यहाँ ऐसेलु छ म ऐसेलु खान्छु अनि यहाँबाट फेरि यस्तो उकालो बाटो छ जान्छु। सायद म फेरि अब भिडियो चार्ज पनि छैन म भिडियो बनाउन सक्दिनँ होला सायद। यहाँ पुरै कस्तो अवसर भयो गाइस तपाईँहरू देख्नुभयो। यहाँ फेरि त्यो योभन्दा पनि खतरा छ माथि उतापट्टि गयो भने नि फेरि उताबाट छँदै छैन पुरै झाडै रहेछ छैन बाटै छैन। सो यो बार्खोले चाहिँ लास्टै धोका दियो होइन। यो बार्खो आफू अनि योसँग यो आफ्नो बच्चा र यो अर्काको बच्चा लगेर बाख्राहरू उहाँ त्यहाँ छन्। यो बाघको अवस्था कस्तो छ ओए यसको अवस्था कस्तो छ अवस्था हेर बाबै भाग्दो यो बार्खो भाग्दो। त्यही भएर यस्तोलाई कान समाएर यसको पाठो यसले 3टा लगाएर भाग्ने अवस्था डामा डोल बनायो यसले। शरीर यसले त केही साउन्डै निकालेको छैन केही छैन। न्यौतो खमायो भनेपछि भगल यस्तो खमायो भने चाहिँ खतम बनाइदिन्छ खतम। सो अहिले चाहिँ हामी साँझको 5 बजिसकेको छ र हामी चाहिँ घरतिर जाने बाटोमा आइसकेका छौँ। सो हामी चाहिँ अब घरतिर लाग्न लागेको। अब यता चाहिँ अहिले चाहिँ मौसमले लास्टै च्यालेन्ज दियो। आज चाहिँ मौसम यस्तो खराब छ। यता चाहिँ यस्तो दामी खुलेको छ मौसम। यता यस्तो दामी छ र यता यस्तो खराब छ मौसम। अनि यस्तो चिसो बनाइरहेछ बतास लागिरहेछ यस्तो चिसो होइन। चिसोले कान पुरै गरेर छ। सो पानी आउँछ जस्तो छ आजको मौसम। बाख्राहरू चाहिँ यहीँ छन् यहाँ उहाँ चलिरहेछन्। ठिकै छ अहिलेसम्मको अवस्था। पानी आएको छैन। जाडो चाहिँ एकदम जाडो छ। यसै छ अवस्था। मौसम पुरै गडबड भइसक्यो पानी आउन लागिसक्यो। सो अब द साइड घाम लागिरहेछ। बाख्राहरू यो जङ्गलमा आइसके। झाडडा आया बाख्रा। हामी अगाडि बढिरहेछौँ यस्तो बाटोमा। सो यस्तै छ।
आइजा जा त्यहाँ उँभो जा उँभो जा सो हामीले चाहिँ अब बार्खा घरतिर घरतिर फर्काइसक्यौँ र घरमा पुग्न पनि लागिसक्यौँ आज मौसमले धेरै च्यालेन्ज दियो मौसम चाहिँ यस्तो छ पुरै पानी पर्ला जस्तो भयो त्यही भएर अनि फेरि यतापट्टि मौसम यस्तो सफा छ यता चाहिँ यस्तो छ फेरि यता पनि यस्तै छ यता पनि यस्तै छ यता पनि फेरि सफा छ मौसमले आज चाहिँ धेरै उ गर्यो नि बार्खाहरू चाहिँ यसरी अगाएर आएका छन् टक्क अगाइराखन् सो गाइज मेरो चाहिँ मोबाइल एकदम स्विच अफ हुन लागिसक्यो त्यही भएर चाहिँ मैले चाहिँ उता खर्क पुऱ्याएको चाहिँ भिडियो बनाउन सक्दिनँ सो मेरो मोबाइलमा चाहिँ 1% मात्र बाँकी छ कतिखेर स्विच अफ हुन्छ थाहा छैन त्यही भएर चाहिँ मैले चाहिँ अब भिडियो इन गर्छु र यतिसम्म चाहिँ भयो भिडियो सो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला अन्तिमसम्म हेरिदिएकोमा धन्यवाद सो अब चाहिँ म गाउँमा गएर यो भिडियोलाई मोबाइल चार्जर लगाएर यो भिडियोलाई चाहिँ त्यहाँ पोस्ट गर्नेछु सो त्यतिखेरसम्म चाहिँ गरिदिनु होला धन्यवाद।